हिजो राति कोही आएर गाला मायाको निशानी छोडेको रहेछ म सोझलाई भने थाहै भएन। हेलो हेलो साथीहरू, स्वागत छ फेरि पनि मेरो नयाँ भ्लगमा। तपाईँ सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै छु। अझै बसेर यसो सोचिरहेको थिएँ, बरु टाउको कपाल खुसेर टक्ला भइन्छ, तर युट्युबमा पर्कोदी चाहिँ गर्न सकिँदैन भनेर सोचेर बसिरहेको थिएँ। त्यही बेला डिप्टी टाइम भने भइसक्यो रहेछ। अब लखर 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 यसो डिप्टीमा गएर यसो यतातिर हेरेको त ऐनामा हेऱ्यो हो हिजो राति सपनामा राजकुमार हेरेर टोकेको होला भने त मच्छरले पो टोकेको रहेछ। भन्दा गफ जस्तो होला। अनि काममा चाहिँ खासै क्यामेरा अलाउड हुँदैन, त्यही भएर यसो छुपी छुपी भिडियो बनाएँ। अनि रुममा पुगेर फेरि हिजो त्यो कपडाहरूलाई सबैमा आइरन लगाउनु थियो। सबै कपडाहरूलाई आइरन साइरन मजाले फटाफट आइरनहरू लगाएर मजाले यसो एकछिन मात्रै लागिसकेपछि यसो बसेर रेस्ट गरिरहेको थिएँ। रेस्ट गर्दै भने बिहानको 5:30 बजिसकेको रहेछ। 5:30 बजे सकेपछि यसो नास्ता गरेर केही बाहिरतिर खाएर आउन, कति होटलको मात्रै खाने भनेर यसो बाहिरतिर गएको त। बेङ्गलोरमा सबै होटलहरू बन्द नै बन्द रहेछ। के हो